हेलो एन्ड गुड मर्निङ। आज चाहिँ अब हामी चाहिँ लोवर मुस्ताङ अनि मुक्तिनाथ छौँ। अब हामी यहाँबाट चाहिँ माथि अप्पर मुस्ताङ कोर्ला नाका जाँदैछौँ है। अब के कसो हुन्छ सबैले माया गरेर हेरिदिनु होला। मलाई चाहिँ चिसो लागिसकेको छ, त्यही भएर मेरो साउन्ड चाहिँ अलि बोल्ड आएको छ है। हिजोसम्म चाहिँ यहाँ चाहिँ मस्त यो पहाड पुरै हिउँले ढाकेको थियो अरे, आज चाहिँ पग्लेको छ। दाइले त्यही भन्दै हुन्थ्यो यहाँ हामीले यस्तो बुझ्दा। टक्क है मुस्ताङ चाहिँ यो सिजन दसैँ तिहारको बिचको सिजन भनेको लभली सिजन है। ल है अब चाहिँ मुक्तिनाथ जानलाई पूजा सामान किन्न लाउनु भएको छ दाइले। अब हामी चाहिँ पूजा सामान किनेर मुक्तिनाथ जान्छौँ है। बाहिर बाइक राख्यो, बाहिर बाइक गरे यस्तो पर्छ यार। अब चाहिँ हामी माथि मन्दिर जाँदैछौँ है। सरर मन्दिर, मुक्तिनाथ मन्दिर दर्शन गर्दैछौँ। टक्क है यो चाहिँ मुक्तिनाथ बजार माथि टक्क हिमाल छ। हिउँ चाहिँ जताततै पऱ्यो थियो हिजो यो पहाडैभरि हिजो चाहिँ, तर आज चाहिँ हल्का गर्मी भएको हुनाले चाहिँ हिजोको भन्दा अहिले चाहिँ हिउँ चाहिँ पग्लिसकेको छ भन्नुभएको छ दाइहरूले। हामीले यहाँ मस्त सोधेको ल। अब यहाँबाट मुक्तिनाथ मन्दिर दर्शनको लागि चाहिँ सिडी चढेर जानुपर्ने हुन्छ। अब नसक्ने मान्छेलाई चाहिँ घोडाको पनि व्यवस्था छ, घोडामा पनि लगिदिइहाल्नुहुन्छ। त्यति हो, पेमेन्ट गर्नुपर्ने हुन्छ हजुरहरूले। अब चाहिँ यहाँबाट मस्त सिडी चढ्दै चढ्दै हामी मुक्तिनाथ जाँदैछौँ भाइ त। मुस्ताङको चाहिँ भ्यू नै राम्रो क्या सर। दसैँ तिहारको सिजन भएर हो मुक्तिनाथ पनि आज चाहिँ भक्तजनहरूको चाहिँ भिडभाड धेरै छ। लास्ट इयर चाहिँ हामी आउँदा चाहिँ पानी पर्दाखेरि आएको थियो, त्यतिखेर चाहिँ खासै थिएन। अब जति माथि जाँदैछौँ सासमा चाहिँ अलिक गाह्रो हुँदैछ है। सबैजना आउँदै हुनुहुन्छ। सास फेर्नु त छाती फुट्ला जस्तो हुन्छ रहेछ त हौ। भ्यू चाहिँ खतरा चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले। हामी चाहिँ यहाँ चाहिँ मिड पोइन्ट है यो चाहिँ। अब यहाँबाट सिडी सकिन्छ, हल्का हिँड्नुपर्ने हुन्छ। अब चाहिँ ल है, अब चाहिँ फाइनल्ली मुक्तिनाथ मन्दिर आइयो। मुक्तिनाथ मन्दिरमा चाहिँ चिसो चाहिँ बहुत छ। चिसोको साथसाथै यहाँ चाहिँ दुईवटा पोखरीमा चाहिँ डुब्की मार्नुपर्छ। के मन्दिर खुले छैन त, अनि डुब्की मारेर सिक्का चाहिँ उठायो भने चाहिँ मात्र हुन्छ भन्छन् है। हामी चाहिँ चाँडो आएछौँ है। मन्दिर खुल्न चाहिँ अझै आधा घन्टा छ, 7:30 बजी खुल्दो रहेछ मन्दिर चाहिँ। पहिला चाहिँ 6 बजी भन्ने खुल्ने थियो, अहिले चाहिँ 7:30 बजी खुल्दो रहेछ। हामी चाहिँ अलिक चाँडो आएछौँ, ठिक छ। एकछिन कुर्नुपर्छ अरे, वेट। सफरको के भनिन्छ होला, प्रतीक्षा गरेको फल चाहिँ मिठो हुन्छ भन्छ। हामी आधा घन्टा चाहिँ प्रतीक्षा गर्छौँ, अनि त्यसपछि हामी मजाले पूजाआजा गर्छौँ। केटाहरू चाहिँ यता छन् सबजना, पोखरीमा गएर पोखरीमा चाहिँ डुबुल्की लाउने भन्दैछन् केटाहरूको आज। चिसो चाहिँ खतरा चाहिँ मुक्तिनाथको 118 धारा, मुक्तिनाथको 118 धारा पनि टक्क है। यहाँ पनि सबक स्टार्टिङ चाहिँ यहाँबाट गर्नुपर्छ है। यहाँबाट सरर नुहाउँदै पल्लो छेउ पुगेर सबैले डुब्की लाएर चाहिँ अब बसिसक्नु भएको छ हाम्रो टोलीहरू चाहिँ। अब चाहिँ हामी स्कुलमा चाहिँ पूजा गर्न छौँ।
अब लाइन लाग्दैछौँ हामी पूजा गर्नको लागि चाहिँ है त। अब चाहिँ अब हाम्रो चाहिँ मुक्तिनाथ दर्शन गरेर भइयो। अब चाहिँ हामी चाहिँ ब्याक टु होटल हुन्छौँ है त। यो हो नि त मुक्तिनाथबाट चाहिँ वेदर क्लियर भयो भने चाहिँ यस्तो दामी देख्छ है। हेर्नुहोस् त सरर 5x मा चाहिँ तपाईँहरूलाई नजिकैबाट दृश्य। मलाई चाहिँ जाडो भएको छ है, किनभने भर्खरै पूजासुजा गरेर आइसक्यौँ हामीहरूलाई चाहिँ। यता चाहिँ हिउँ अलि हिजो चाहिँ पग्लिसकेको छ भन्नुभएको छ दाइले। यतातिर चाहिँ अलिक खासै परेको रहेनछ हिउँ चाहिँ। हेलो एन्ड गुड मर्निङ वान्स अगेन है। फेरि पनि अब चाहिँ हामी चाहिँ मुक्तिनाथ मन्दिर दर्शन गरेर ब्याक टु होटल हुँदैछौँ है। अझै पनि भिडभाड त अहिले चाहिँ यो चाहिँ सिजन भएर चाहिँ भिडभाड धेरै भएको छ है। त्यही भएर अब हामी चाहिँ फर्किसक्यौँ, कतिपय जाँदै हुनुहुन्छ। यो नि त माया पक्क है पारिपट्टि मुस्ताङ। अब हामी चाहिँ मुक्तिनाथदेखि तल कागबेनी झर्दैछौँ। अब कागबेनी हुँदै हामी माथि नोमङथङबाट हामी माथि अप्पर मुस्ताङ जाँदैछौँ है। अब अप्पर मुस्ताङसम्मको यात्रा तपाईँहरूलाई देखाउनेछु। जे जस्तो हुन्छ सानो भाइ सम्झेर मायाका साथी हेरिदिनु होला। अहिले चाहिँ मुस्ताङमा स्याउहरू हरिया छन् है, पाकेको पनि छन्। हिडी पनि आउँछ है मुस्ताङ स्याउहरू है। अगाडि पनि हाम्रो एकजना भ्लगर हुनुहुन्छ, हाम्रो मेरो साथी। मुस्ताङ जिल्ला हिमाल पारीको अब चाहिँ हिमाल छोपिन लागिसक्यो, कुहिरो लाग्न लाग्यो। किनभने अब चाहिँ 10 बज्न लागिसक्यो। बिहान क्लियर थियो हिमाल चाहिँ। अब चाहिँ स्लोली पुरिँदैछ। तर पनि हामी अप्पर मुस्ताङ पुगेर आउनेछौँ त एनी हाउ है। स्याउबारी है, मुस्ताङको स्याउबारी यहाँ छ। मुक्तिनाथको स्याउबारी है। स्याउबारी अर्ग्यानिक स्याउ खानु छ, रुखमै टिपेर खानु छ भने आउन सकिन्छ है। यो हो नि त पारा। त्यो 390 ल्याएर अब चाहिँ हामी कागबेनी आइपुग्न लाग्यो। जहाँ छैन We are called by Upper Mustang. Mustang जिल्लाको स्याउ राम्रो मुस्ताङको राम्रो पराको
अगाडिको ब्रेक राख्नु पर्यो है। ग्यारेज पाउनु परेन ग्यारेज अगाडि यहाँबाट नि भिडियो गरेर हामी अप्पर मुस्ताङ लागिसक्यौँ है यहाँबाट अप्पर मुस्ताङ अब चाहिँ है लाएर ल है अब चाहिँ लाग्यो है त अप्पर मुस्ताङतिर हाम्रो यात्रा फेरि पनि अब तपाईँहरूलाई म अप्पर मुस्ताङमा के छ सब देखाउने छु हजुरहरूलाई आहा कस्तो मिठो फाटिएको छ यार पहाडै मुस्ताङमा पनि खेत देख्दैछु तपाईँले मुस्ताङमा पनि खेतबारी छ है धान फल्दैन तर कोदो चाहिँ फल्छ मिठो तरिकाले यस्तै हो अब अप्पर मुस्ताङ चाहिँ अफरोडिङ प्लस के छ है त ल अब हामीले काठमाडौँमा जम्मा 7 लिटर तेल यो बाइकमा अगाडिको बाइकमा 4 लिटर त्योभन्दा अगाडिकोमा 8 लिटर तेल हालेर निस्केको छौँ अब चाहिँ हामी अप्पर मुस्ताङ बोर्डरै पुगेर आउनेछौँ है त रन्काउने हो आज कहाँसम्म पुग्छ अब बाटो चाहिँ बिचसम्म चाहिँ यस्तै छ अरे अब त्यहाँनिरबाट चाहिँ अफरोड भन्नुभएको छ अलि अगाडि गएपछि चाहिँ अफरोड छ भन्नुभएको छ यस्तो हो के यस्तो हो बल्ल अनि त्यो मन्दिर कुछ भन्नु पऱ्यो अहिले डेली कुछ अहिले हान्नु पऱ्यो ल अब चाहिँ यहाँबाट चाहिँ फुल्ली हामी चाहिँ अफरोड है गाइस अफरोड अब चाहिँ हामी यहाँबाट रिङ्दै बिस्तारै धेरै स्पिडमा जाँदैछौँ किनभने अब अफरोड भए पनि चाहिँ ऊ छ ढुङ्गाढाङ्गी छन् ढाडहरू छ यो चाहिँ गिट्टी गिट्टी छ ढाडहरू चिप्लिन सक्छ हजुरहरू बाइकमा आउनुहुन्छ भने नि हजुरहरू पनि मजाले बिस्तारै आउनु सक्नुहुन्छ मस्त रहिलाले आउनु सकिन्छ है त मोबाइल त फुल्ली अपडाउन मस्त क्या च्याङ्रा भन्ने चिज यस्तैमा चढ्छ यार यस्तोमा के खान्छ होला यार है केही छैन यार घाँसको नाममा केही छैन यस्तोमा टक्क है यो चाहिँ पुरै कालीगण्डकी नदी होला कागबेनीको फाँट बग्दै आएको छ ल यता चाहिँ बाटो बन्दैछ अप्पर मुस्ताङ जानलाई अब केही समयपछि चाहिँ अप्पर मुस्ताङको बाटो फुल्ली राम्रो बन्नेछ बाटो चाहिँ बनाउँदै हुनुहुन्छ है सरकारले पनि ध्यान पुऱ्याइराखेको छ चाँडोभन्दा चाँडो अप्पर मुस्ताङसम्मको बाटो चाहिँ दामी बनाएर आउने यहाँ आउने पर्यटकहरूलाई पनि राम्रो होस् होइन उनीहरूको सुविधा राम्रो हेरेर त्यसै मुस्ताङलाई नेपालको डेजर्ट मरुभूमि भनेको रहेनछ है केटा हो केही छैन त यार यहाँदेखि कहाँसम्म देख्न सक्छ सबै के भन्छ त्यसलाई आफ्नै हो कि आफ्नै जग्गा भन्छ नि पहिला बुढापाकाले त्यस्तै छ त
ल मैले यहाँबाट म डाँडासम्म देखेँ मेरो जग्गा भयो भने जस्तै यहाँ आएर पहिलाको पुर्खाहरूले यहाँ आएर जग्गा हेरेको त मुस्ताङ जिल्ला आफ्नै नाममा बन्दो रहेछ यार ल है अब एउटा डाँडा त काटियो हामीले मलाई तल अब यस्ता डाँडा कतिवटा काट्नु बाँकी नै छ त्यो त अब हामी भन्न सक्दैनौँ है किनभने मेरो पनि यो अप्पर मुस्ताङ चाहिँ फर्स्ट टाइम हो फर्स्ट ट्रिप हो है म मुक्तिनाथसम्म त आएको थिएँ पहिला पनि तर अप्पर मुस्ताङ चाहिँ आएको थिइनँ अप्पर मुस्ताङ चाहिँ मेरो पनि फर्स्ट ट्रिप हो त्यही भएर म पनि दृश्यको होइन लाभ उठाउँदैछु अनि के कस्तो हुन्छ देखाउने छु तपाईँहरूलाई नि सर अब यतातिर पनि केही छैन कि के देखाउने भन्नुहुन्छ पुरै एउटा रुख छैन यार सादा सादा थुम्सा थुम्सी छन् तिमी पनि के भन्ने हो र यसलाई यस्तो दामी खोज देखेछ यार ट्रेकिङ गर्छु हिँड्ने घोडिहरू हो क्या अप्पर मुस्ताङको सामानको लागि ट्रेकिङ हिँड्नु भएको छ हाम्रो गोरा साहबहरू हिजो जस्तो लाग्यो मलाई चाहिँ टक्क यस्तो अन्त ट्रेकिङ हामी नेपालीलाई जहाँ गए पनि सुविधा चाहिन्छ तर हेर्नु गोराहरू बाहिरबाट आउने टुरिस्टहरूलाई त खुट्टा नै काटिसके अफरोडिङ चाहिँ मिठो छ ढाडले चाहिँ ठाउँ छोड्न लागिसकेको छ मजाको जग्गामा पहाडहरू पनि यहाँ मिलाएर काटेर राखिदिए जस्तो छ यहाँ ढुङ्गाहरू पनि कस्तो अड्केको छ यहाँ यतातिर पनि छ सर है मायाले यहाँसम्म मात्रै यो पागलले चाहिँ मलाई भिडियो बनाइदिनु भनेर बसेछ अब म यसको भिडियो बनाइदिन्छु है वात्ती यस्तो थुम्सी भएर बसेको छ मुस्ताङ भनेको मुस्ताङै हो क्या अप्पर मुस्ताङ त झन् लभली नै छ तल हेरौँ न तल आम्बो काली गण्डकी सङ्गम स्थल सर यस्तो मिठो के हेर्दाखेरि नै आँखा नहटाउने जस्तो लाग्छ यार जता हेर्यो त्यस्तो रुख बिरुवाहरू केही नै छैन होइन तर ऊ यता त अलिअलि रहेछ होइन अगाडि बजार रहेछ सानो गाउँ रहेछ तर पनि होइन अब जस्तो अब मान्छेलाई त नेचर हो क्या नेचर होइन के भन्ने के हो नेपाल इज गड गिफ्टेड ओके जता हेऱ्यो त्यो त हेरिरहँ जस्तो छ अब यता सर आकाश छुन लागिसक्यौँ हामीले त यार ऊ त्यहाँ माथि डाँडामा गएर यसो उफ्रियो भने त पुरा बादलको त्यो बादललाई यसो तल तानिन्छ कि हातले है त्यहाँ यहाँबाट चाहिँ बादललाई तल तानिन्छ होला खोल्टीमा हाल्न सकिन्छ होला यार केटा यो साइडमा यो यस्तो सकिन्छ त नि भन्नु केही नै भन्नु सकिँदैन मैले त अब हजुरहरूले के भन्न सक्नुहुन्छ अब हजुरहरूको डिसिजन है अप्पर मुस्ताङ आउने कि नआउने तर आउनै पर्छ है छुसाङ भिलेज छुसाङ भिलेज आइपुग्ने समय हामी चाहिँ अब ग्यारेज त पाउँदैन अब अब चाहिँ हामीलाई बाइकले धोकाल तेला जस्तो छ है ग्यारेजमा त्यहाँ छिरेको ग्यारेजमा चाहिँ अहिले मिस्त्री छैन बसको मिस्त्री मात्र छ भन्यो के अरे त्यही भएर अब हाम्रो यात्रा चाहिँ अप्पर मुस्ताङसम्म पुग्छ कि पुग्दैन भन्ने कुरा ढुकचुक भइसक्यो हामीलाई चाहिँ
बाटो चाहिँ खतरै छ है सर यस्तो छ तपाईँहरू पनि मुस्ताङ आउनु अप्पर मुस्ताङ आउनु हुनुहुन्छ भने बाइक चाहिँ फुल्ली है कन्डिसनमै राखेर आउनु होला हामी चाहिँ अब लोमन्ताङ पुगेर एकछिन ग्यारेजमा हाल्नेछौँ हामी चाहिँ धेरै अगाडि आइसकेको छ केटाहरू चाहिँ धेरै पछाडि देख्छ अहिले है केटाहरू चाहिँ आउँदैछ जो चाहिँ बाइकले स्लो भयो भने चाहिँ रेस दिन छोडेको छ त्यही भएर चाहिँ बाइकले धक्का देला जस्तो लाग्यो भने चाहिँ हामी चाहिँ अलिक स्पिडमा आएको छौँ साथीहरू चाहिँ हाम्रो टोलीहरू चाहिँ पछाडि देख्छ आउँदैछ बिस्तारै अब हामी चाहिँ लोमन्ताङ आसपास आइपुग्न लागिसक्यो अब बिस्तारै भनेको त्यही हो अफरोड छ त्यही भएर बिस्तारै बिस्तारै गरिरहेका छौँ मनमोहक छ क्या दृश्य चाहिँ हामीलाई चाहिँ अलिकति बाइकले साथ दिएको छैन त्यही भएर हामी चाहिँ ग्यारेजमा आएपछि ग्यारेजमा एकछिन के छ त कन्डिसन भनेर हेर्नेछौँ यतातिर चाहिँ मस्त यहाँ चाहिँ यहाँ त धुलै धुलो रहेछ हिलै हिलो मतलब धुलो रहेछ गाडी चाहिँ यहाँ नतानेर यहाँ अड्किरहेछ त्यही भएर हामी पनि अड्किनु पऱ्यो स्कर्पियो भनेको स्कर्पियो हो क्या फेरि आहा हेर त केही देखिँदैन यार धुलोतिर स्कर्पियो त ओहो हल्लियो हल्लियो स्कर्पियो पनि भरे केही देखिँदैन यार स्कर्पियो चाहिँ हल्ली हल्ली गएछ अब यो प्राडो चाहिँ के गर्छ है त ओहो केही देख्नु भएको छ त बाटो अघिसम्म अप्पर मुस्ताङ भन्दै थिएँ मैले अब चाहिँ खतरै रहेछ भनेको पैसा है गाडीले उकाल्न कोसिस गरिरहेछ प्राडोको पनि पावर देखाउँदैछ केटोले ल ल ल ल ल ल ल ओहो अब यस्तो धुलो छ है अब यो धुलोले चाहिँ हामीलाई साथ दिन्छ कि दिँदैन भन्ने कुरा हो अब एकछिन हामी पनि साथीहरूलाई कुरेर निस्किन्छौँ है त हिजो चाहिँ हाम्रो बसाइ भनेको हाम्रो लोमन्ताङमा थियो है अब आज चाहिँ अब लोमन्ताङदेखि गाह्रै कोर्ला होइन कोर्ला चाइना बोर्डर जाँदैछौँ अब हाम्रो चाहिँ बाइक रेडी भइसक्यो अब उहाँ चाहिँ तेल हालेर पनि रेडी भइसक्यो हामीले चाहिँ तेल हालिसक्यौँ 5 लिटर खाएको चाहिँ पल्सरले उताको पल्सरले 220ले अनि अरूमा चाहिँ अब हामीले चाहिँ तलैदेखि हालेर आएको थियौँ किन हामी चाहिँ अहिले क्रस गरिसक्यौँ अब हामी चाहिँ जाँदैछौँ कोरला नाका ओन्ली 25 किलोमिटर फ्रम लोमन्ताङ चाइना बोर्डरै केटा बाटो चाहिँ फेरि फुल्ली अफ रोड हो कि आम्मो सक्छ त नि यो चाहिँ अहिले यस्तो मिठो छ कि जता हेऱ्यो त्यस्तै मन खाने तर यहाँ त्यहाँ गएर जम्प गऱ्यो भने त आकाशै छुन्छ होला यार हो माथि माथि हिउँ परिसकेछ अघि त हामीले तलदेखि देखिरहेको थियौँ तर यो चाहिँ अहिले चाहिँ यस्तो बाइक नजिकैबाट आइसक्यो धेरै नजिक आइसक्यो हामी अब चाहिँ जम्मा 15 किलोमिटर छ अलिअलि यस्तो रुखहरू चाहिँ भेट्दो रहेछ क्या बस्ती बस्ती ठाउँमा चाहिँ
सरङपटको सिरेटो। अब यहाँ चाहिँ पुरै ट्रक पार्किङ भइरहेको रहेछ। यहाँ चाहिँ सायद अब यहाँ चाहिँ हाम्रो चेकिङ हुन सक्छ है। रोकिनु अब कता जाने थाहा छैन। यहाँ चाहिँ हामी अब कोर्ला नाका छिर्न लाग्यो। अब यहाँबाट चाहिँ अब नजिकै छ, त्यही भएर यहाँ चाहिँ सबै आफ्नो विवरण है, लाइसेन्स नम्बर यताउता कहाँदेखि आउनुभएको सबै कुरा यहाँ टिपाएर बल्ल हामी चाहिँ यहाँबाट अगाडि बढ्नुपर्ने हुने रहेछ। यहाँ चाहिँ एपिएफ लगायत पुलिसहरू सबै हाम्रो सरहरूले चाहिँ चेकिङ गर्नुहुन्छ। त्यहाँ ड्राइभिङ लाइसेन्स नम्बर अनि त्यस पछाडि हाम्रो नामहरू सबै होइन, बाइकको नम्बर सबै टिपाएर हामी चाहिँ अगाडि बढिसकेका छौँ। अब यहाँबाट धेरै छैन, जम्मा 12 किलोमिटर छ। 12 किलोमिटरमा हामी चाहिँ कोर्ला नाका छिर्छौँ। अनि त्यहाँ बसेर एकछिन यताउता हेरेर हामी चाहिँ फेरि ब्याक टु पोखरा हुनेछौँ है त। यहाँ चाहिँ मस्त चौरी गाई चरिरहेछ है। चौरी गाई चाहिँ यही हो नै, मस्त चरिरहेको छ चौरी गाईहरू। सर भयो आहा, के भन्छ नयाँ मुस्ताङ भनेको त यार। तल मुक्तिनाथसँग आउँदा खासै त्यस्तो लाग्दैन, अप्पर आउँदा चाहिँ फुल्ली अफ रोड छ। त्यही भएर माथि जग्गा यस्तो दामी छ कि हेर्न पनि मजा आउँछ कि। नजिकै छ हिमालहरू होइन, तर यतातिर चाहिँ खासै हिउँ परेर रहेछ होइन, तलतिर चाहिँ परेछ। ल माथि 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 आइपुगेछ। माथि आइपुग्यो अझै चिसो चाहिँ बस्नु त नजिक आइसक्यो। यस्तो चिसो भइसक्यो हात त। ओ जति माथि आएर त्यति नै चिसो परिरहेछ। ए हात त के हो यार, हात त जाम भइसक्यो त हो मेरो त चिसोले। के मिठो चिसो हावा बगेको। यस्तो त पुसमाघमा पनि बग्दैन यार हाम्रोतिर घरतिर त यार। बाइक चाहिँ हाम्रो बन्द भइसक्यो मलाई थाहा छ, किनभने अब हाम्रो चलाइ पनि त्यस्तै छ नि त होइन। वाह हेर्नुहोस् त, के हो स्वर्ग हो आगे स्वर्ग हो कि के हो यो। हिमचोलीमा काम लाग्यो भन्थ्यो नि, यही हो क्या। टपमा आइसक्यो भाइ, मुस्ताङको टपमा आइपुग्यो है। अब बिस्तारै आयो है आयो। यहाँ आएपछि त आकाश त कति नजिक मानिएको। के हो यस्तो, आयो आयो टपै आयो यार। अब त अब यहाँबाट उता अब त चाइना नजिक हुन आँटे जस्तो छ है। यति आइसकेपछि त फिल भइसक्यो हामीलाई। यो साइडले आयो स्कुटरले आयो। आम्बो मुस्ताङ आएपछि यति देखिनै पर्यो होइन त। सानो सानो बच्चाहरू जहाँ हेऱ्यो त्यहीसम्म हामी हो कि। अब अगाडि त सायद अब हाम्रो डेस्टिनेसन आउन लागे जस्तो छ है, किनभने अब कोर्ला नाका फाट देखिसकेको छ। तपाईँलाई म जुम गरेर देखाउँछु। आइसक्यो ल है फाइनल्ली कोर्ला नाका आइपुग्यो हामी। आयो हामी फाइनल्ली कोर्ला नाका इन्ट्री हुन लागिसक्यो। अब नजिकै छ, जम्मा 100 मिटर छ। अब हाम्रो रफ्तार च्यापिसकेको छौँ। कस्तो हावा लाग्यो। आयो है आयो।
आयो ए मेरो हातले त ठाउँ पाएको छैन हौ आयो बिस्तारै बिस्तारै आयो है चाइना कोरोला 0 किलोमिटर सक्यो है यो हाम्रो डेस्टिनेसन कोरोला आइपुग्यो है हामी फाइनली हेर्नु न चाइना प्रायः त्यस्तो छ होइन अब यतापट्टि चाहिँ नेपाली बस्ने अरे केही छ त यतापट्टि चाहिँ नेपाली बस्ने होइन यता चाहिँ व्यापार स्यापार गर्नु मिल्छ नेपालीहरूले अनि व्यापारी कार्ड बनायो भने चाहिँ यहाँबाट इन्ट्री गर्न मिल्दो रहेछ है अब यहाँबाट चाहिँ सर्लक्क उतापट्टि चाहिँ चाइना